हेलो नमस्ते सबैजनालाई फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ मेरो भिडियो चाहिँ कोत्रेबाट स्टार्ट भयो। म चाहिँ कोत्रे आइसके, बिहानै भन्नु भर्खरै कोत्रे आइसके र कोत्रे आएर चाहिँ मेरो भिडियो सुरु गरिसके साथीहरू। अनि हामी चाहिँ कोत्रे आइसक्यौँ। यता हुनुहुन्छ यहाँ खेत धान रोप्दै हुनुहुन्छ सबैजना। सेते म्यासन स्कुल नगई खेत रोप्न आएको है। भन्नुहोस् न के त्यस्तो खुसी भएको अझै सबैजनाले चाहिँ खेत रोप्दै हुनुहुन्छ। अब म पनि जान्छु त्यहाँ, नजाने पनि सिक्न भने नि जानु पर्यो। अब माइजू नि हुनुहुन्छ त्यही? कुन चाहिँ हो त माइजू? खोइ ए ओ माइजू, तपाईँलाई त कुन चाहिँ भनेर खोज्न परेको हेर्नु, लुकी गएको भाइ। विवेश तपाईँ नि रोप्नु न, म नि आउँछु। अब यता हुनुहुन्छ अब मम्मी यता हेर्नु न मम्मी। कतिजना रहेछ? 1 जना 2 जना 3 4 5 6 7 जना। यता 8। अब सकि नै लागिरहेछ है यहाँ र यहाँ मात्र। है साथीहरू, म चाहिँ कोत्रेमै यही गर्न आएको, धान रोप्न भन्दा नि पहिला कहिले पनि रोपेको थिएन। फर्स्ट टाइम हो म यो धान रोपेको। मैले यति चाहिँ रोपिसकेँ माइजूसँग सिकेर। यो चाहिँ सजिलै रहेछ माइजू। तपाईँ नि उता हेर्नु न मेरो युट्युब च्यानलमा। ल हाम्रो त असार सुरु भयो, हजुरहरूको भयो कि सकियो? भएन त होइन। सक्छु अब एउटा पुस्ता विवेश नि ट्राई गर्ने हो। मेरो त पहिलोचोटि हो, पहिलोचोटि भने नि रोपेछु कि यतिको है माइजू। गाउँतिर त कस्तो हिरो खेल्ने यस्तो रमाइलो गर्नुपर्छ भनेर त खोइ त गर्दैन रहेछ। भएन त बुढो? म्यासन त फेरि म्यासन के गर्नुपर्छ? आउनु नै उठ्थेन कि अलिक छिटो भुजाउनु है भनेर आइहाल्यो। यता हेर त, छिटो गर, ढिलो भयो।
यहाँबाट यति यहाँबाट पनि फर्स्टमा पनि यतिको गरेकै हो हेर्नु साथीहरु फर्स्ट फर्स्टमा हेर्नु अब फर्स्टमा त्यसै चामल खान पाइन्छ भन्ने जस्तो रहेछ यो त मलाई तर यहाँ कुनैतिर च्याप्टाइदियो कि स्लो भएर ढिलो भएर पनि हाम्रो यहाँ खेतमा सर्प हजुर बेबी यहाँ सर्प पार्छ फेरि तिमीलाई हेर यहाँ ए सर्पको बच्चा यसको माउ कता होला 1 फोटो प्लिज ए उहाँ पनि मोटो सर्प लाई साथीहरु हामीले चाहिँ यति रोपेर भ्याइसक्यौँ हामीले भन्दा नि मैले यो कुना कुना अहिले चाहिँ हामी यहाँ सबैजना थाकेर एकैछिन आराम गर्दै हो दिदी भाउजूहरूको नाम त मैले चिन्दिनँ त्यही पनि यहाँ देखाइदिएँ भिडियोमा मेरो भिडियो हेर्नु है हजुरहरू है म आज देखाइदिन्छु माइज हेर्नु न तपाईँ नि खुल्ला बेबी कति मजाले हेर त हामी चाहिँ एकछिन आराम गर्न लागेको अब हामी चाहिँ यो एउटा लास्ट गरह अनि उहाँ माथि छ त्यसपछि चाहिँ सकिन्छ सबैजनाको चाहिँ दिनमा रोपेको थाहा पाएको थियो तर हाम्रो यहाँ त बिहानदेखि नै धान रोप्न सुरु भयो दिनमा चाहिँ किन हो र नगरेको हामीले ए अच्छा हामी यहाँ अहिले चाहिँ 10 पनि बजेखेन 10 पनि नबज्दै हामीले चाहिँ हाम्रो धान रोपेर पनि भ्याइसक्यो अनि मेरो हालत देख्न सक्नुहुन्छ हजुरहरूले यस्तो भछ ओ टल्टिलो फालिदिन्छु के फालिदिन्छु टल्टिलो फालिदिन्छु हाम्रो यहाँ पोखराबाट अस्ति नै लिची लथ्यो नि यही रुखबाट लिची लगेको अन्त लिची सुखराम हाम्रो यहाँ बस्यो भने यति मिठो हावा आउँछ यति मिठो हावा आउँछ कि म चाहिँ यहाँ यसरी बस्छु अब आज आनन्दको हावा आउँछ साथीहरू अहिले चाहिँ अब अर्को गरमा जान लाउनुपर्छ सबैजना अब म पनि जान्छु मैले पहिलोचोटि गोरेको हो धान चाहिँ रोपेको हो धान चाहिँ तर आउँदो रहेछ सजिलै नहुँदो रहेछ साथीहरू मैले त रोपिदिएँ अब पुतलिने कति आएको हो मेसन यता आउनुहोस् हाम्रो पाटली भाउजूको स्वर सुनाउनु परेको पाटली हैन सबै यो खोला बारी आए जस्तो भएको के यो उस भएर है पानी फाल्दिएर यस्तो बनाइदियो क्या हो अब यो सोरसार गरेर ए माथि हेरेर बोल्नु न पटली भाउजू म त जान्दिन नि बोल्न जान्दिन रे पाटली भाउजू चाहिँ कसरी बोल्नुहुन्छ भने टट्टा र मट्टा गरेर बोल्नुहुन्छ चौधरी भएर हो क्या भाउजू होइन म्यासन यता आउनुहोस् न बेबी अब हामी चाहिँ बिहान पोखराबाट खाजा पनि नखाइकन आएको 10 बज्न थाल्यो भोक भोक लाउन पनि थाल्यो अब चाहिँ हामी माथि गएर सकेपछि बल्ल खाने हो चेपा काटा रुगा लाएर हैरान भन्छ रुगा लाएर रुगाले हैरान गरेको यहाँ कसको पाइला होला हेर्नु यत्रो गाडिएर टेकेको भाइ उहाँबाट आज बिहान चाहिँ त्यताबाट सुरु गरेर रहेछ सबै सकिनु भएछ म चाहिँ यो गराको कुना कुना चाहिँ मैले रोपेको अनि त्यता चाहिँ उता माथि चाहिँ अस्ति रोप्नु भयो अहिले चाहिँ उता म्यासनभन्दा उताबाट चाहिँ आज रोप्न सुरु भएको अब चाहिँ यो एउटा गडा बाँकी अनि यो गडा बाँकी त्यसपछि चाहिँ बिदा पाथी भएर जाउँ साथी हेर्न यहाँ यस्तै हिल कति ठुल्ठुलो गन्यौला भाइ
कान्छा बाबा भने त एक्लै भयो बिचरा एउटा साथी नि हो न एक्लै बिचरा एक्लै घट्रङ घट्रङ गरेर उस डम्बरे मामा डम्बरे मामा गुल्लु मामा आउन पर्ने साथी हुन्थ्यो नि ए बाबा सेवा ढोक बाबा नमस्ते अब होइन अब झन् लुङ्गी लायो भने त्यहीँ रोपी जान्छ मै यो नपुगेर हो फेरि काटेको ऊ हेर्न म्यासन अब यहाँ बिउ काटेर फेरि रोप्न जाने एउटा गीत पनि गाउनु न तपाईँहरू सुनसान भयो के रमाइलो गर्दै गोड्नु न भन्दै कता गयो रेणु भाउजू गाउनु तपाईँले पानी खान जानु पर्यो अनि अहिले रोप्ने बेलामा आएर रोप्नु पर्यो अहिले चाहिँ बिउ काट्दै हुनुहुन्छ साथीहरू हामी चाहिँ अहिले तरकारी बनाउन लागेको म र मेरो बुढा अब खानासाना खाएर फेरि त्यहाँ तल्लो गएर गोड्न जान्छु अहिले चाहिँ दिदी भाउजू मम्मीहरूले चाहिँ बिउ काट्दै हुनुहुन्छ यो दुईटा गराको लागि त्यसपछि चाहिँ सकिसकेपछि म जान्छु म पनि फेरि अनि मेरो छोरा चाहिँ यहाँ हेर्न थर्ड ड्रेस हो मेरो छोराको यो है बेबी यति हेर्नुहोस् त छोरा थर्ड ड्रेस है तिम्रो यो है हिलो छ अझै अहिले यो लुगाहरू सबै यो चाहिँ मेरो 2NK हो दोस्रो रुट अघि चाहिँ म हाफ कटुमा थियो भने अहिले चाहिँ म लुङ्गीमा छु हाफ कटुले गर्दा मेरो बिहाले त्यही भयो त्यही भएर अनि चाहिँ हामी हाफ कटुलाई बाई बाई गरेर लुङ्गीमा अब यो हाम्रो चाहिँ लास्ट गर हो त्यसपछि चाहिँ हाम्रो रोपाइ चाहिँ सकिन्छ अनि पछाडि मेरो बुढा क्यामेराम्यान रिसाइ त्यही हो साथी एकैछिनमा सक्यो लाग्छ भयो त्यो यत्रो रहेछ भाइ अझै उता त हेर्दै नहेरेको मैले त नहेरेको मलाई एउटा स्टिक भएको मैले यस्तो राम्रोसँग गर्थेँ होला ल है हाम्रो पातली भाउजूले के छर्नु भएको नि पातली भाउजू मल ए ओए ल ल अब हाम्रो भाउजूको मैले राम्रो टिकटक बनाइदिन्छु मैले साथीहरू एउटा राम्रो टिकटक गर्छु भनेको मेरो बुढालाई गर्दै भनेको 10 चोटि बोलेर मलाई हैराने बनायो म आफै गर्न सकिनँ यस्तो हिलोमा अनि टिकटक गर्छु भन्दा गर्नै दिनु भएन अब म चाहिँ भाउजूहरूको टिकटक गरिदिनु पर्यो म चाहिँ अब रोप्ने काम गर्न छोडिदिएँ साथीहरू म चाहिँ अब भाउजूको टिकटक बनाइदिनु पर्यो भाउजूहरूको अब यो गरेर लास्ट हो नि त यति यस्तो धेरै गरेर रोप्दा नि एउटा दुईटा टिकटक नबनायो भने त मजै आएन साथीहरू त्यही भएर चाहिँ मेरो बनाउने त्यस्तै भयो म चाहिँ अब भाउजूहरूको गरिदिनु पर्यो उता हाम्रो पातली भाउजूले चाहिँ मल छोप्दै हिँड्नु भएछ छर्दै हिँड्नु भएछ मेरो छोराले चाहिँ 3टा ड्रेस फेरिसक्यो यति राम्रो वेदर भयो नि वाउ
ल साथीहरू हाम्रो पनि यो लास्ट गर हो सकिन लाग्यो टिकटक बनाउने भनेर हाँस्दा 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 हाम्रो पेट पनि दुखेर पनि सुकेर पनि के भयो भयो ल भाउजू अघिको जसरी हँसाउनु न के भन्दिने हाँस्दा हाँस्दा पात पनि बुझ्कियो म माथि गएर खिच्नु पर्यो हाँस्दा हाँस्दा पात पनि फुस्कियो अरे भाइ हाम्रो चाहिँ बिउ काटेको नै नपुगेर यता चाहिँ दुईजनाले मात्र रोप्दै हुनुहुन्छ ल पटेली भाउजू फेरि के फुस्क्यो अरे के अघिको जस्तो तपाईँको गीतमा नाचिदिनु न फेरि भाउजू एउटा लास्टै ल लास्ट ल छिटो छिटो न एउटा मेरो यो युट्युबमा हो कि अघि त टिकटकमा हो छिटो न छिटो ल ल छिटो भाउजू तपाईँलाई क्यामेरा अन हुँदाखेरि चाहिँ कमेडी केही भएको हुन्न क्यामेरा अफ हुँदा चाहिँ कमेडी फुल हुन्छ के त्यस्तै हो प्रब्लम एनी टाइम त्यही भएर सिसी क्यामेरा हुनपर्छ टाइममा कति राम्रो देखेको यो भ्यूहरू हरियो बिखाइ नगरे है बिथाइ मेरो बुढा र छोरा चाहिँ त्यतातिर माछा मार्न गइसक्यो नि भयो यस्तो कतिवटा माछा मारेर ल्याउने आज सबैजनालाई यहाँ पार्टी रे माछाको बाउ छोरा गएर झोल गरेर ए मम्मी उसै गयो तपाईँको छातै लड्यो तपाईँहरू भात खानु क्या आउनु तपाईँ पनि पहिला अब यो रोपिसकेपछि चिसो ल्याएर खाम है ऊ त्यो चौतारातिर के चिसो ल अब म पनि मेरो फोन एकैछिन चार्जमा राख्छु चार्जले साथ दिएन साथीहरू अब चार्ज भएन भने भिडियो पनि आउँदैन टिकटक पनि आउँदैन त्यही भएर मेरो मोबाइल चाहिँ म चार्जमा राख्छु रहर पुरा भयो साथीहरू लुङ्गी लाएर रोप्ने पनि ए कान्छा दाइ ए कान्छा मामा भोक लाग्यो कस्तो हो देखेन हौ ए मेरो टोपी कस्तो भनेको ए हाम्रो यहाँ अम्बा यस्तो राम्रो भएछ नि आजको वेदर चाहिँ ओ माई गड हो माइजू साथीहरू म चाहिँ अब खोलातिर जान लागेको किनकि मेरो छोरा र बुढा उता छ नि त खोलातिर अनि रे टावल लिएर आउने रे त्यही भएर म उहाँ खोलातिर जान लागेको साथीहरू यहाँ त यतिको गरेन भने त ध्वासै भइजान्छ नि त फेसमा त्यही भएर ओ बाबा छोरा त कति रमाइलो गरेको नि साथीहरू वाउ हेर त ओ माई गड चिल गर्दै रहेछ यहाँ ओ माई गड यस्तो रमाइलो गर्दै रहेछ यहाँ यति रमाइलो गरिराखेको रहेछ अनि के को उता आउने हजुर वाउ हो
जोरा हजुरको जस्तो 3-4 जोर लुगा ल्याएन मम्माले। वाउ वाउ बालुवा धेरै बगाएर ल्याएको छ। बालुवा माछा नि मारे हामीले। वाउ हजुर साथीहरू उता पनि रोपाई सकिन लाग्यो। खै माछा नि वो माछा पनि मारे रहेछ। यता हेर्नुहोस् र वाउ हाम्रो यो अर्ग्यानिक स्विमिङ पुल है साथीहरू आउनुहोस्। यहाँ यति त भिज्दो रहेछ। वाउ घरै हुँदो रहेछ। ओ माई गॉड ओ माई गॉड पानी नलिनुहोस् ल छोरा। ल साथीहरू म चाहिँ अब जाङ्गै भिज्न लाग्यो। बेबी नरुजाऊ न प्लिज। हजुर उता नि रोपाइ सक्यो। रोपाइ गर्नेहरूलाई सबैलाई यतै मगाउनु पर्छ क्या। आज तू हे पानी 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 आज दे सानी सानी हो क्या। यसरी यता बारिदिनु भयो यहाँ। अनि त्यसपछि यसरी उता खेत हो त्यताबाट यसरी आएपछि चाहिँ हाम्रो यहाँ स्विमिङ पुल। हजुर ल स्विमिङ गर्न सिक्नुहोस् न। उहाँ नेथन इथनहरू यस्तो दामी स्विमिङ गर्छ छोरा। पानी नखानुहोस् है फेरि। ल पापालाई नि स्विमिङ आउने भयो पो पापाले सिकाइदिन्थ्यो। पापा पनि त्यस्तै हो। अनि यस्तो मजा भन्छ साथीहरू यहाँ चाहिँ आनन्दको शीतली भन्छ। वाउ 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 गुड। यस्तो गर्नुहोस् न बेबी हात यसो गरेर खुट्टा नि यसो गर्नुहोस् न। यता फर्काइदिनुहोस्। वाउ एकदमै चिसो रहेछ पानी। मछली आया पानी नखायो पानी नखाऊ निले ल ब पापाले नि स्विमिङ गरेर देखाइदिनुहोस् ल। यताबाट यसरी पानी आहा I don't have coat। मिल्छ त ल साथीहरू अब म स्विमिङ गर्छु कि गर्दिनँ हेर्दै गर्नु होला। स्विमिङ गरेन भने म ट्याप घरतिर स्विमिङ गऱ्यो भने चाहिँ आइदिन्छु। ल त साथीहरू कोत्री आइयो रोपाइ पनि सकियो। उता चाहिँ भाउजूले रोपेर सकिन लाग्दाखेरि चाहिँ म चाहिँ टावल लिएर यता आएको। बाउ छोरा इन्जोय गरिरहेको रहेछ त्यही भएर मलाई पनि इन्जोय गर्न मन लाग्यो। त्यही भएर म स्विमिङ पुलमा आइदिएँ साथीहरू। अनि नेचुरल स्विमिङ पुल मेरो छ यहाँ। त्यही भन्दै साथीहरू आजलाई हाम्रो भिडियो यति नै। फेरि भोलि भेटौँला। अब आज हामी चाहिँ अब स्विमिङ गर्छौँ। स्विमिङ गरेर यता यस्तो गरेर अब हामी चाहिँ घर जान्छौँ खाजा खाएर घर जान्छौँ साथीहरू। आजलाई यति नै साथीहरू। भिडियो नि एकदमै लामो भयो भने नि हेर्न रमाइलो हुन्न कि है। त्यही भएर साथीहरू अब भोलि अर्को भिडियो लिएर आउँलाई। आजलाई यति नै भन्दै साथीहरू सुरुबाट लास्टसम्म हेरिदिनु भएकोमा धेरै 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 धन्यवाद। बाई 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 ल भयो।
अँ